डिभोर्स गरिसकेपछि एउटी युवतीले मन छुने कुरा गरेकी छिन्। मेरो श्रीमानसँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसेँ। 2 दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनु भएको थियो। त्यसपछि म मेरो केही झुटा आफन्त र केही माइतीको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन उल्टो श्रीमानलाई दाइजो प्रथाको झुटो केसमा फसाइदिएँ। 6 वर्ष भएछ म माइतीघरमा बसेकी छु। केस झुटो थियो, त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो। उहाँले धुमधामसँगले दोस्रो विवाह गर्नुभयो। आज सोचिरहेको छु मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी भए आज मेरो पनि 1-2 वटा बच्चाहरू हुने थिए। म पनि मेरो साथीहरू जसरी खुसीका साथ आफ्नो श्रीमानको साथमा बसेको हुन्थेँ। साथ कसैले दिनेवाला छैनन्, सल्लाह सबैले दिन्छन्। अन्त्यमा आफ्नै जिन्दगी बर्बाद हुन्छ। अर्काको कुरा सुनेर सम्बन्ध टुक्र्याएर पछि पछुताउनु भन्दा 2-4 दिन रिसाएर श्रीमानसँग नबोल्नु नै बेस हुन्छ। त्यसकारण दिदीबहिनीहरू हो, झुक्किएर पनि तपाईहरू डिभोर्स नगर्नुहोला।